हस्तस्य भूषणं दानं सत्यं कण्ठस्य भूषणं श्रोत्रस्य भूषणं शास्त्रं भूषणै किं प्रयोजनम्। दर्शकबिन नमस्ते। दर्शकबिन नमस्ते। यहाँहरूलाई ज्योतिष विज्ञानको आजको यस नयाँ एपिसोडमा स्वागत छ। सदा झैँ आज पनि हामी यहाँहरूको लागि एकदम नयाँ विषयवस्तु लिएर उपस्थित भइसकेका छौँ। यहाँहरूले कार्यक्रमको सुरुमै थाहा पाइसक्नु भएको छ। आजको हाम्रो कार्यक्रम विशेष गरेर शनि राशि परिवर्तनलाई लिएर हुँदैछ। शनिको राशि परिवर्तन यही 29 मार्च यानि कि चैत्रको 16 गतेबाट हुँदैछ। चैत्रको 16 गते पछाडि शनिले हालको कुम्भ राशि छोडेर मीन राशिमा जाँदैछ। दर्शकबिन आजको कार्यक्रममा हामी यही शनि ग्रह र शनि ग्रह राशि परिवर्तन हुँदाखेरिका बाँकी सम्पूर्ण ग्रह राशिहरूलाई दिने प्रभावको विषयमा चर्चा गर्न गइरहेका छौँ। गुरु, अब शनि ग्रह कस्तो हो त? सबभन्दा पहिला शनि ग्रहबाटै सुरु गरौँ न। अब जस्तो शनि ग्रह भन्ने बित्तिकै हामी चाहिँ अलिकति डराउँछौँ, तर शनि ग्रह भनेको ग्रहहरूको मण्डलमा पनि सिपाही ग्रह भनिन्छ। ग्रहहरूको पनि आफ्नै परिवार छ, जहाँ सूर्य ग्रहलाई राजा भनिन्छ, चन्द्रमा स्त्री हुँदाखेरि रानी, मङ्गललाई सेनापति, बुधलाई चाहिँ राजकुमार भनिन्छ। त्यसै गरी शनि, राहु र केतु यी तिनवटा ग्रहलाई चाहिँ सिपाही ग्रह, यानि कि यी ग्रहहरू भनेका कार्मिक ग्रह पनि हुन्। कर्मप्रति एकदमै विश्वास राख्थे, एकदमै चाहिँ कर्ममा चाहिँ धेरै चाहिँ फोकस हुने ग्रह पनि यो शनि ग्रह हो। त्यसै गरी शनिलाई चाहिँ ज्योतिषीय दृष्टिले हेर्दाखेरि ग्रहहरूमा न्यायाधीश पनि भनिन्छ। न्यायको लागि पनि शनि ग्रह कारक मानिन्छ। सँगसँगै अब शनि ग्रहकै गुणविचार गर्दै गर्दा ग्रहको मण्डलमा सबैभन्दा ढिला चाल चल्ने ग्रह भनेको शनि ग्रह हो। त्यस कारणले गर्दाखेरि यसलाई चाहिँ मन्द ग्रह, शनिको अर्को नाम भनेको शनैश्चर भनिन्छ। शनि भनेको बिस्तारै, चर भनेको हिँड्ने, बिस्तारै हिँड्ने ग्रह यानि कि शनि ग्रह। त्यो हुँदाखेरि शनि ग्रहलाई मन्द ग्रहको रूपमा, अल्छी ग्रहको रूपमा पनि एक किसिमले लिन सकिन्छ। तर शनि ग्रह भनेको न्यायको ग्रह हो, अनुशासनको ग्रह हो र मेहनतको ग्रह हो, होइन त गुरु? अवश्य पनि। अब शनिलाई किन अल्छी ग्रह भन्ने भन्ने कुरा हामी वैज्ञानिक हिसाबले पनि अलिकति जोडेर हेरौँ। जस्तै हामी आधुनिक हिसाबले अथवा भनौँ न पश्चिमा विज्ञानको हिसाबले हेर्दाखेरि सोलर सिस्टम भनिन्छ, सौर्यमण्डल, त्यसमा सबभन्दा पछाडि शनि ग्रह अवस्थित छ। अब सूर्यको जति नजिक हुन्छ त्यसले सूर्यलाई परिक्रमा गर्ने गति उति तीव्र हुन्छ, यानि कि त्यो सूर्यलाई त्यसले त्यति छिटो छिटो परिक्रमा गर्दछ। त्यस्तै सूर्यको जति टाढा हुन्छ अथवा त्यसको अर्बिट जति ठुलो छ, सूर्यलाई परिवर्तन गर्न उति समय लगाउँछ। अब त्यो हिसाबले हेर्दाखेरि सोलर सिस्टमको सबभन्दा अन्तिम ग्रह भएको नाताले शनिले एउटा सूर्यलाई परिक्रमा गर्दाखेरिको समय भनेको 30 वर्षको समयलाई लिएको छ। अब त्यसरी हेर्दाखेरि 360 डिग्रीमा 30 वर्ष लगाएर गर्छ, यानि कि 12वटा राशिमा 30 वर्ष लगाएर गर्छ। अब त्यही भएर जस्तै हाम्रो 12 महिनामा हुने परिक्रमा, पृथ्वीले गर्ने परिक्रमा, अब उसले शनिले त 30 वर्षमा गर्यो। अब यसै हिसाबले पनि शनि त मन्द ग्रह भइहाल्यो, होइन, धीमा गतिको ग्रह भइहाल्यो। र दूरीको हिसाबले पनि वैज्ञानिक हिसाबले हेर्दाखेरि सूर्यबाट जति चन्द्रमा, पृथ्वी, बृहस्पति, शुक्र, बुध नजिक छन्, त्यही अनुपातमा शनि त अति टाढा भयो। अब जति टाढा सूर्यबाट भयो, सूर्यको प्रकाश त उति कम जाने भयो। भनेको अब सूर्यको प्रकाश कम हुँदाखेरि त त्यो ग्रहमा चाहिँ प्रकाशित हुने क्षमता त अरू ग्रहभन्दा पनि कम भयो। त्यो हिसाबले शनिलाई अलिकति कालो ग्रह भनेर पनि चिनिन्छ, अलि अन्धकारमय ग्रह भनेर पनि चिनिन्छ। भनेपछि त्यो प्रतीकात्मक रूपमा पनि के छ भने शनिलाई चाहिँ अलिकति अँध्यारो ग्रह, र अँध्यारो भनेको के को प्रतीक त भन्दाखेरि नैराश्यताको प्रतीक। भनेपछि शनि ग्रह चाहिँ अलिकति नैराश्यताको प्रतीक हो भनेर त्यहाँबाट पनि हामीले चाहिँ वैज्ञानिक हिसाबले आकलन गरिएको छ। र साथसाथै शनिको चाहिँ एउटा परिक्रमा गर्ने गति ढिला भएको हुनाले शनिले एउटा राशिमा 2.5 वर्ष यानि कि 2.5 वर्षसम्म चाहिँ एउटै राशिलाई भोग गर्छ। अब एउटै राशिमा लामो समयसम्म भोग गर्दाखेरि त त्यसले दिने प्रभाव त लामो समयसम्म रहन्छ।
होइन। भनेपछि अब 2.5 वर्षसम्म त्यही शनिको प्रभाव रहिरहँदाखेरि फेरि शनि हजुरले भने जस्तो न्याय प्रदान ग्रह पनि हो। न्याय दिने ग्रहले एक ठाउँमा बस्दाखेरि त के गराउँछ त भन्दाखेरि न्याय कसले दिन्छ त भन्दाखेरि जसले अनुशासन पालना गराउँछ हो। भनेपछि त अनुशासन पालना गर्न चुक्यो कि त त्यो अब त्यो शनिको दण्डमा परिहाल्यो। भनेपछि त के हुन्छ भन्दाखेरि शनि अरू ग्रहले 1 महिना 1.5 महिना 1.5 महिना 2 महिना हेरेर चाहिँ न्याय दिन्छ भने अब शनिले त के गर्छ भने 2.5 वर्षसम्म त्यसलाई निगरानी गरेको गरे हुन्छ। यसले कहिले बाटो बिरौला र म यसलाई दण्ड दिउँला भनेर शनि बसेको हुन्छ। यदि मान्छेमा 2.5 वर्षसम्म धैर्यता कायम हुन सकेन भने 2.5 वर्षसम्म उसले चाहिँ आचरणलाई एउटा सही ठाउँमा राख्न सकेन भने त्यो लामो समयको बिचमा कतै न कतै मान्छेले आफ्नो कदम चिप्लायो भने अब शनिको चाहिँ पासोमा ऊ परिहाल्यो। भनेपछि के छ त भन्दाखेरि मान्छेले शनिबाट डराउने कारण के त भन्दाखेरि शनिले परीक्षा लिँदा लामो समयसम्म परीक्षा लिन्छ नि त। त्यो लामो समयसम्मको परीक्षा त मान्छेको धैर्यताको बाँध त टुटिसकेको हुन्छ। अनि मान्छे त के छ त भन्दाखेरि त्यो धैर्यता टुट्ने बित्तिकै उसले कुनै न कुनै त्यहाँ कदम चाल्छ। त्यो कदम कहिले चाल्ला र यसलाई सजाय दिउँला भनेर शनि बसेको हुन्छ। भनेपछि शनिले चाहिँ न्यायको देवता अथवा शनिले नराम्रो गर्नु छ भन्ने कारण के छ भने शनिले लामो समयसम्म परीक्षा लिन्छ। त्यो लामो समयसम्मको परीक्षामा जो अब्बल रहन सक्छ त्यसलाई शनिले राम्रै दिएर जान्छ। होइन धैर्यता गुमाउनेलाई शनिको परीक्षामा परीक्षण हुन नसक्नेलाई अनि शनिले जाँदै नराम्रो गर्छ। त्यही होइन त गुरु? एकदमै। जस्तो अब अर्को पक्षले कसरी पनि बुझ्न सकिन्छ शनिलाई न्यायकै कारक मान्दै गर्दा, न्यायाधीश भन्दै गर्दा यदि तपाईँले जीवनमा एकदमै धेरै मेहनत गर्नुभएको छ, एकदमै परिश्रम गर्नुभएको छ, आफ्नो कर्मबाट कहिले पनि चुक्नु भएको छैन, एकदमै परिश्रमी हुनुहुन्छ, तर तपाईँले त्यो आफूले गरेको मेहनतको चाहिँ भाग भोग्न पाउनु भएको छैन अथवा त्यो फल चाहिँ भोग्नु पाएको छैन र अब तपाईँको जन्म कुण्डलीमा यदि शनि ग्रह बलियो छ, तपाईको कुनै पनि ज्योतिषीय माध्यमद्वारा चाहिँ ज्योतिषीय दृष्टिद्वारा शनि ग्रह चाहिँ कुण्डलीमा बलियो भएर बसेको अवस्था छ भने अब त्यही शनि ग्रह बलियो हुँदा चाहे दशाको आधारमा होस् अथवा चाहिँ गोचरीय हिसाब यानि कि अहिले जो 7.5 कुराहरू आउँदैछ यो गोचरकै पक्षबाट आउने कुराहरू भयो। त्यस्तो समयमा त्यो व्यक्तिले के पाउने भयो भने उसले आफ्नो कर्म गरेको फल चाहिँ पाउने भयो, अघि हजुरले भने जस्तै गरी। त्यसै गरी अब उसले चाहिँ विगतको समयमा एकदमै नराम्रो गरिरहेको छ, ग्रहदेखि पनि चाहिँ भागिरहेको छ अथवा ग्रहलाई पनि झुक्काइरहेको छ भनौँ, त्यस्तो समयमा अब ऊ चाहिँ के को फन्दामा पर्छ? त्यही शनि ग्रहको दशामा अथवा शनि ग्रहको 7.5 गोचरीय दशा यानि कि 7.5 अढैया अथवा कुनै पनि माध्यमद्वारा त्यो शनिको त्यो जालमा फस्छ। भनेको शनि भनेको एउटा के हो? कर्म प्रधान ग्रह हो। यसले अरू केही पनि फल दिँदैन, तपाईँकै कर्मको फल दिन्छ। नराम्रो दिने पनि होइन, राम्रो दिने पनि होइन, तर त्यो शनिबाट कस्तो फल दिने, शनिको दशामा कस्तो चाहिँ जीवन बिताउने भन्ने चाहिँ त्यो फेरि हाम्रै हातमा छ, होइन त गुरु? अवश्य। अनि हामीले अघिल्लो एपिसोडमा पनि भनेका थियौँ ग्रहको दशा र महादशा र गोचर दशा भिन्न भिन्न हो भनेर, होइन? जस्तै अब आजको हाम्रो कार्यक्रम चाहिँ विशेष गरेर महादशा भन्दा पनि शनिको गोचर दशालाई लिएर हुँदैछ। जस्तै अब शनिको गोचर भनेको शनि अब कुन राशिबाट कुन राशिमा जाँदैछ त भन्ने कुरा हो। भनेको अब कुम्भ राशिबाट मीनमा जाँदैछ भनेको शनि चाहिँ अब गोचर गर्दैछ भनेको एउटा परिभ्रमण गर्दैछ, यात्रा गर्दैछ। त्यो यात्रा गर्ने क्रममा हामीले अघि नै भनिहाल्यौँ शनि एउटा राशिमा 2.5 वर्ष बस्छ। अब कुम्भ राशिमा 2.5 वर्ष बसेर अब यो यही चैत्रको 16 गतेबाट परिवर्तन हुँदैछ र 17 गतेबाट त अब नयाँ जोस जाँगर ऊर्जाका साथ शनि त कसको राशिमा जाँदैछ त भन्दाखेरि देवगुरु बृहस्पतिको मीन राशिमा जाँदैछ। भनेपछि देवगुरुको राशिमा शनि जाँदैछ। कुन ग्रह जाँदैछ त भन्दाखेरि न्याय दिने ग्रह जाँदैछ। भनेपछि त शनि पनि अनुशासन पालन गराउने, न्याय अथवा चाहिँ कर्मको चाहिँ कर्म प्रधान ग्रह हो। अनि देवगुरु बृहस्पति भनेको त आफैमा चाहिँ अरूलाई राय सल्लाह सुझाव दिने, मार्ग निर्देशन गर्ने र सत्कर्ममा लगाउने ग्रह हो। भनेपछि त यो अवस्थामा के हुन्छ त भन्दाखेरि जो व्यक्ति सत्कर्ममा लागेर यानि कि हजुरले अघि नै भने जस्तो आफ्नो कामलाई आफ्नो पेसालाई धर्मको रूपमा अँगालेर हिँडिरहेको छ अथवा जसले आफ्नो मन वचन कर्मले कसैलाई हानि नोक्सानी नगरिकन अगाडि बढिरहेको छ र त्यसले हिजो गरेको चाहिँ एउटा निष्ठा कर्मको फल भोगेको छैन भने अब बल्ल उसले चाहिँ त्यसको फल भोग्न गइरहेको छ। र के पनि भन्छ त भन्दाखेरि शनिले जब दिन्छ
थायी रूपमा दिन्छ भनेको छ हैन। र शनिले जब लिन्छ थायी रूपमा नै लिन्छ, लिने दिने नै थायी रूपमा हुन्छ भनेपछि त देवगुरु बृहस्पतिको घरमा आएको शनि त अब पहिला जस्तो कुनै एग्रेसिभ हुनेवाला छैन अथवा चाहिँ उग्र हुनेवाला छैन। उसले के गर्छ त भन्दाखेरि बौद्धिक हिसाबले र व्यावहारिक हिसाबले जो व्यक्ति एउटा निष्ठामा बसेको छ, जो आचरणमा बसेको छ, जो अनुशासनमा बसेको छ, त्यति हुँदाहुँदै पनि उसले प्राप्त गर्न पर्ने जति पाएको छैन भने अब देवगुरु बृहस्पतिको राशिमा गएर शनिले त त्यस्ता व्यक्तिहरूलाई दिँदैछ भनेको यो सबै गोचरको दशाको आधारमा हुँदैछ। त्यसकारण चाहिँ अब गोचरको आधारमा कुन कुन राशिलाई अडैया हुँदैछ, कुन कुन राशिलाई साढे सातीको तीनवटा भाग हुन्छ, जस्तै साढे सातीको आद्य, मध्य र अन्त्य हुँदैछ हैन, ती कुराहरू पनि जान्नु जरुरी छ हैन त गुरु। त्यसै गरी जस्तो अब कुम्भ राशिमा बसिरहेको शनि ग्रहले जब मीन राशिमा ट्रान्जिट गर्छ त्यो समयमा त्यो 7.5 वर्ष अथवा 7.5 दशा भनेको चाहिँ अब अरू ग्रहले चाहिँ ऊ जुन राशिमा बसिरहेको छ त्यो राशिलाई चाहिँ धेरै असर गर्छ। अब त्यो दृष्टि आदि इत्यादिका कुराहरू त सधैँ छन्, तर शनिको एउटा भिन्न गुण भनेको चाहिँ के हो भने ऊ जुन राशिमा बसिरहेको हुन्छ ऊभन्दा अगाडिको राशिलाई पनि उसले असर गर्छ, पछाडिको राशिलाई पनि असर गर्छ। जस्तो अहिलेको समयमा कुम्भ राशिमा बसिरहेको शनि ग्रहले कुम्भ राशिलाई त असर गर्छ नै, मकर राशिलाई पनि असर गरेको छ, मीन राशिलाई पनि असर गरेको छ। सँगसँगै चाहिँ अब जब चाहिँ यो मीन राशिमा चाहिँ शनि ग्रहको परिवर्तन हुन्छ अब उसले के गर्छ, अब मकर राशिलाई छोडिदिन्छ, उसले समाउँछ अब कुम्भ राशिलाई चाहिँ अन्तिमको 2.5 वर्षको दशा चल्छ, अब मीन राशिलाई चाहिँ मध्य 2.5 वर्षको, र जो अब मीन 12 पछि सुरु हुने फेरि एक जो मेष राशिलाई उसले फेरि 2.5 वर्षको त्यसलाई चाहिँ आद्य 7.5 अथवा सुरुवाती 7.5 भनिन्छ। 2, 2.5, 2.5, 2.5 तीनटा राशिमा गर्दा 7.5 वर्षको चाहिँ यसको दशाको समय हुन्छ। विशेष गरी चाहिँ अब उसले चाहिँ अलि धेरै प्रभाव पार्ने अथवा अलिकति धेरै चाहिँ उसलाई असर गर्ने भनेको चाहिँ मीन राशिलाई हुन्छ, किन त्यहाँ मध्य 7.5 भइदियो। अरू राशिलाई पनि कुम्भलाई पनि र मेषलाई पनि उसले असर गर्ने हुन्छ। त्यसै क्रममा चाहिँ त्यही शनि ग्रहको कारणले गर्दाखेरि यहाँ सिंह राशि र अब धनु राशिलाई चाहिँ अडैया शनिको अडैया दशाको चाहिँ प्रभाव पर्ने हुन्छ। त्यसै प्रसङ्गमा अब जो मीन राशि भएका व्यक्तिहरू हुनुहुन्छ अथवा मेषै राशिका भएका व्यक्तिहरू हुनुहुन्छ उहाँहरूको शनि ग्रह बलियो छ, अथवा शनि ग्रह बलियो भनेको कुण्डलीमै बलियो हुनुपर्छ भन्ने होइन, उहाँले चाहिँ राम्रो काम गरिरहनु भएको छ, आफ्नो आचारमा रहेर काम गरिरहनु भएको छ, सत्य काम गरिरहनु भएको छ भने उहाँको कुण्डलीमा शनि ग्रह अप्रत्यक्ष रूपमा कमजोर छ भने पनि अब त्यो शनिलाई हामी बलियो भन्छौँ व्यवहारिक हिसाबले पनि। त्यस्तो जो व्यक्ति चाहिँ सत्य कर्ममा लागिरहनु भएको छ अथवा ज्योतिषीय हिसाबले पनि कुण्डलीमा शनि ग्रह बलियो छ भने त्यस्ता व्यक्तिको लागि फेरि यही 7.5ले के गर्ने भयो अथवा यही शनिको प्रभावले उसको चाहिँ त्यो जीवन स्तर नै परिवर्तन गरिदिन्छ, धेरै सकारात्मक फलहरू मिल्न सक्छ। अब त्यसै पक्षमा ठ्याक्कै उल्टो कोही खराब छ, खराब नियत गर्छ, उसलाई ढाँटेर छलेर मेहनत नगरिकन कमाउँछु भनेर खोज्छ भने त्यसका लागि त्यस्ता व्यक्तिको लागि चाहिँ अब चाहिँ रुने दिन आयो हैन त गुरु। अवश्य। अनि एउटा कुरा के छ त भन्दाखेरि हाम्रो नेपालीमा एउटा उखान छ, नबिराउनु नडराउनु हो भनेपछि शनिको 7.5 अडैया आयो भन्दैमा डराउनु पर्ने त छैन। दशबिन्दुहरू फेरि मेरो त अडैया सुरु हुन लागेछ, म त सिंह राशि अथवा धनु राशि, ओहो मेरो त मेष राशि, अब मलाई त 7.5ले सताउनु भएको छ, म त बर्बाद हुने, त्यो सोच्नु पर्दैन। किन भन्दा हाम्रो बुढापाकाले भनेको नबिराउनु नडराउनु शनिको केसमा अत्यन्तै लागु हुन्छ। किन भन्दा शनिले हजुरले जे कर्म गरेको त्यसको मात्रै फल दिन्छ है, कर्म नगरेको फल दिँदैन। यही कुरा मैले अघि गुरुले भनेको कुरामा किन जोड्न चाहे त भन्दा अरू सबै ग्रहले चाहिँ आफू जुन राशिमा गोचर गरेको छ त्यसको मात्रै फल दिने, शनिले चाहिँ अगाडिको नि दिने पछाडिको नि दिने। दर्शकवृन्दहरूलाई यो कुराको एकदम फेरि मनमा कौतूहलता लागेको हुनसक्छ। यो कुरा म छोटो रूपमा किन बुझाउन चाहन्छु त भन्दा शनिले चाहिँ किन 7.5 वर्ष एउटै राशि त्यो यसरी चाहिँ एउटै व्यक्तिलाई अथवा चाहिँ त्यसरी चाहिँ राशिहरूलाई जकडेर राख्छ त भन्दाखेरि शनि भनेको कर्मफलदाता हो नि त। अब हामीले अहिले पाउने कुनै पनि कर्म अथवा हामीले गर्ने कर्म अथवा त्यो पाउने फल भनेको त अहिलेको मात्रै त होइन नि त। हामीले त त्यो अगाडिदेखि त्यसको ब्याकग्राउन्ड त बनिरहेछ। हामीले अगाडिदेखि गरेको कर्मको प्रभाव त अहिलेसम्म छ भने अब हामीले अहिले गरेको कर्मको हामीलाई फल कहिले हुन्छ अथवा प्रभाव कहिले आउँछ भन्दाखेरि पछिसम्म पनि आउँछ। भनेपछि त शनिले ढिला गरेर कर्म गराउँछ, ढिला गरेर फल दिन्छ भन्दाखेरि जस्तै हामीले पूर्वजन्म, यो जन्म र पुनर्जन्म भन्यौँ। पूर्वजन्मको हाम्रो कर्मको फल यो जन्ममा र यो जन्ममा गरेको कर्मको फल अर्को जन्ममा भने जस्तै अडैया पनि त्यस्तै हो। यो 3 जन्म भने जस्तै 3वटा राशिलाई शनिले के गर्छ भन्दाखेरि यदि तपाईँ अघिल्लो राशिमा हुँदाखेरि तपाईँले सत्कर्म गरिरहनु भएको छ,
त्यस्तो अवस्थामा शनि तपाईँको राशिमा आउँदाखेरि पनि त्यसले चाहिँ के गराउँछ त भन्दाखेरि त्यो अघिल्लो कर्मको फल त यो राशिमा आउँदाखेरि भोग गराउँछ। त्यस्तै शनि तपाईँकै राशिमा चलिरहँदाखेरि पनि तपाईँले कस्तो कर्म गरिरहनु भएको छ त? मेरो त शनि राम्रो छ भनेर तपाईँले गलत कर्म गर्दै जानुभयो, मलाई त शनिले दिइरहेछ, दिएको बेलामा म त भरमार लिने हो भनेर तपाईँले त्यसरी लिने मात्रै हिसाब गरिरहनु भएको छ कि? त्यसो गर्नुभएको छ भने शनिको अन्त्य 7.5मा जाँदाखेरि अब तपाईँलाई शनिले के छ त भन्दाखेरि आद्य र मध्यमा दिएका जति सबै सावाको ब्याजसहित लुटेर लैजान्छ हो। त्यस्तै अब शनिले तपाईँलाई आद्यमा दिएन, मध्यमा पनि दिएन, मेहनत गर्नुभयो, दुःख परिश्रम गर्नुभयो, त्यसको फल केही पनि पाएन भने निराश हुनु पर्दैन। तपाईँलाई अन्त्य 7.5 जुन 2.5 वर्षको अन्त्य 7.5 हुन्छ, जाँदा जाँदै शनिले तपाईँलाई तथास्तु गरेर जान्छ। तथास्तु गरेर जाँदाखेरि के गर्छ त भन्दाखेरि शनिले तपाईँलाई तैँले यो 5 वर्षमा धेरै मेहनत गरिस्, त्यसको अब तैँले फल एउटा चाहिँ बाली लगाएको फल भित्र्याउने बेला भयो भनेर अनि प्रशस्त मात्रामा फल दिएर जान्छ। त्यस कारण चाहिँ शनि कर्मफलदाता भएको हुनाले हामीले आज जे जीवन भोगिरहेका छौँ आजको मात्रै फल होइन, यो हामीले हिजो गरेको कर्मको फल हो। आज भोग्दैछौँ भने आज गरेको कर्मको फल हामी भोलि भोग्छौँ। त्यही कुरा दर्शाउनलाई चाहिँ शनिले आफ्नो राशिभन्दा अघिल्लो राशिलाई पनि प्रभाव पार्छ, आफ्नो राशिलाई त प्रभाव पारिहाल्यो र साथै आफ्नो राशिभन्दा पछाडिको राशिलाई जुन राशिमा आफू जानेवाला छ त्यसलाई पनि प्रभाव पार्छ। त्यसकारण यो कुराहरू चाहिँ हामी सबैजनाले बुझ्नु जरुरी छ। ओहो, एकदमै। जस्तो शनिको एउटा थ्योरीलाई बुझ्यो भने उसको लाइफ चाहिँ त्यसै पनि चाहिँ एकदमै सहज भइहाल्छ। उसले एकदमै प्रष्ट भाषामा बुझाइदिइहाल्नु भयो। शनिलाई बुझ्यो, शनिको चाहिँ जो वास्तविकता हो त्यो शनि ग्रहलाई बुझ्यो भने त्यसै पनि कलियुगमा शनि ग्रह एकदमै महत्त्वपूर्ण ग्रहको रूपमा पनि हेरिन्छ। त्यसमाथि अब हामीले त्यही शनि ग्रहलाई बुझ्यौँ भने त जीवन बिताउनको लागि एकदमै सहज भइहाल्छ। अब यदि तपाईँको राशिमा पनि शनि ग्रहको प्रवेश हुँदैछ अथवा 7.5को प्रभाव तपाईँलाई चल्दैछ भने अब कस्ता उपाय गर्ने त? तपाईँलाई अब समस्या मात्र देखाएर भएन, त्यसका उपायहरू पनि हामीले बताइदिनु पर्ने हुन्छ। अब हामी चाहिँ अरूभन्दा अलिकति पृथक ढङ्गले सहज रूपमा चाहिँ तपाईँलाई शनि ग्रहको उपायहरू बताउनेछौँ। त्यसमा जस्तो शनि ग्रह केही पनि सोच्नुभयो, तपाईँ सामान्य हिसाबले सोच्नुभयो भने शनि ग्रह न्यायप्रेमी ग्रह, अनुशासनकारक ग्रह। त्यो टाइममा शनिलाई खुसी बनाउनको लागि के गर्नु पर्यो भने आफूले पनि न्यायमा बस्नु पर्यो, आफू पनि चाहिँ अरूको चाहिँ डाहा गर्ने, ईर्ष्या गर्ने खालका सोचहरू बनाउनु भएन, मेहनत गर्नु पर्यो, कर्म गर्नु पर्यो। सामान्य हिसाबले पनि स्कुलको टिचरलाई खुसी बनाउन के गर्नुपर्छ? पढ्यो भने टिचर त्यसै पनि खुसी हुन्छ। त्यस्तै हो शनिलाई पनि तपाईँले कर्म गरिदिनु भयो, अनुशासनमा काम गरिदिनु भने त शनि ग्रह त्यसै पनि ठिक भयो रे। अझ हामी त त्यही भन्ने गरेका छौँ, तपाईँले ठिक छ, तपाईँले यदि शनि ग्रहको तत्त्वलाई बुझ्नु भएको छ भने तपाईँले रत्न नलगाए पनि हुन्छ, रुद्राक्ष धारण नगरे पनि हुन्छ, ग्रह शान्ति नगरे पनि हुन्छ, तर बुझ्नु त पर्यो नि त। शनिलाई चाहिँ तपाईँले राम्रोसँग चाहिँ बुझ्नु पर्यो। तपाईँले आफ्नो दैनिक कार्यहरूलाई चाहिँ एकदमै टाइममा मेन्टेन गरेर गर्न जान्नु पर्यो। त्यसपछि कर्म गर्दा अरूलाई चाहिँ अलिकति आँचाउने गरी गर्न भएन, आफ्नो कर्म आफ्नो धर्म निभाएर चाहिँ कर्म गर्नु पर्यो। त्यति भइसकेपछि त शनि ग्रह त्यसै पनि चाहिँ खुसी हुन्छ नि गुरु, होइन र? अवश्य। अब हजुरले भनिहाल्नुभयो शनि भनेको अनुशासनको ग्रह हो। अब आफ्नो जीवनमा अरूले अनुशासनमा बस भन्नुभन्दा अगाडि नै आफू अनुशासनमा बसिदियो भने र अनुशासन र साथसाथै शनि भनेको चाहिँ फेरि के छ भने सरसफाइको कारक पनि ग्रह हो। अब जस्तै आफ्नो बस्ने कोठा अथवा आफ्ना भान्सा कोठा अथवा आफ्नो घर आँगन करेसालाई सफा चिटिक्क राख्ने, सामानहरू भद्रगोल नगरिकन राख्ने, त्यो पनि एउटा अनुशासन हो, होइन? अनुशासनको त विभिन्न मापदण्ड हुन्छ, त्यो हुन्छ। र साथसाथै बिहान समयमा उठ्ने, बेलुका समयमा सुत्ने, खानपिनलाई पनि एउटा रुटिन बनाएर समयमा खाने, समयमा सबै कुराहरू आफ्नो जिम्मेवारी वहन गर्ने, त्यो पनि अनुशासन अन्तर्गत पर्छ। त्यस्तै शनिले गर्ने भनेको के त सेवाभाव। जस्तै हामीले चाहिँ धन कमाइरहेका छौँ, हामीले शास्त्रअनुसार के भनिन्छ भन्दाखेरि हामीले कमाएको धनको 10% सेवामा लगाउनु, दान गर्नु भन्छौँ। हो, त्यो दान गर्दाखेरि जो व्यक्ति अशक्त छन्, जो व्यक्ति साँच्चै त्यसको चाहिँ एउटा आवश्यकता भोगी छन्, त्यस्ता व्यक्तिलाई दान गर्ने। जस्तै वृद्ध अन्धा अपाङ्ग भयो, शारीरिक अपाङ्ग अथवा चाहिँ मातापिता नभएका त्यस्ता चाहिँ अनाथ बालबालिकाहरू भयो, अथवा जो चाहिँ एउटा शारीरिक परिश्रम गरेर खान सक्दैन त्यस्ता व्यक्तिहरूलाई चाहिँ दान धर्म गर्ने, अथवा चाहिँ जो व्यक्ति एकदम अलिकति सेवाभावको काम गरिरहेका छन् त्यस्ता व्यक्तिहरूलाई चाहिँ निन्दा नगर्ने, होइन? शनि भनेको अनुशासन। अनुशासन भनेको के हो त भन्दाखेरि आफ्नो स्तर अनुसार आफूभन्दा सानालाई माया गर्नु, त्यो पनि अनुशासन भयो। आफूभन्दा ठुलालाई मान मर्यादा गर्नु, त्यो पनि अनुशासन भयो। कसैलाई हेपेर नबोल्नु, सबैको एउटा आत्मसम्मानको रक्षा गर्नु, त्यो पनि अनुशासन हो। भनेपछि शनिले यी सबै कुरालाई निहालिरहेको हुन्छ क्या। तपाईँमा अलिकति अहमता बढ्यो भने के हुन्छ त भन्दाखेरि त्यहाँ शनिले के गराउँछ भने तपाईँलाई अहमताबाट तल झार्नलाई शनिले अब तपाईँलाई डाउन गराउनेतिर लाग्छ। त्यसकारण चाहिँ अनि सुरुमा उचाल्छ शनिले, किन भन्दाखेरि
सजाय दिनलाई त गलती गराउनु पर्यो नि त। शनिको काम के छ भने गल्ती गर्छ कि गर्दैन यसलाई उचालेर हो। जस्तै कोही व्यक्तिलाई पावर दिँदाखेरि यो पावरको यसले सही इस्तेमाल गर्छ कि गलत इस्तेमाल गर्छ भन्ने कुरा जान्नको लागि उसले त पावर दिनु पर्यो नि त। शनिले पहिला परीक्षा दिनलाई पावर गर्छ होइन। भनेपछि त्यो पावर दिए पछाडि त्यो व्यक्तिले त्यो पावरको सही ठाउँमा उपयोग गरेर त्यो आफ्नो पावरलाई प्रयोग गरेर सबैलाई सहयोग गर्ने, सबैलाई राम्रो गर्ने गर्यो भने शनिले हो धन्यवाद स्याबास भन्छ, राम्रो गराउँछ। अब तैँले पावरको गलत प्रयोग गरिस् भनेपछि उसले अब उसलाई दण्ड जरिवाना चाहिँ त्यो पावर जसले दिएको छ उसलाई दण्ड जरिवाना दिन्छ। भनेपछि त यी सबै कुराहरू हेर्दाखेरि अनुशासन मात्रै भन्ने शब्दले व्यावहारिक जीवनमा कति असर पार्दो रहेछ त जसमिन। भनेपछि यी कुराहरूलाई पनि शनिले निहालिरहेको हुन्छ होइन। अनि अर्को जस्तो एउटा अनौठो कुरा हामीले रिसर्चमा हाम्रो टिमले एउटा भेटेको एउटा अनौठो कुरा थियो, जस्तो मैले आज यसै टेलिभिजनको माध्यमबाट चाहिँ हजुरहरूलाई पनि सेयर गर्दैछु। जस्तो यदि तपाईँको भने जस्तो जो तपाईँ मेष राशि अथवा मीन राशि अथवा चाहिँ कुम्भ राशिका व्यक्ति हुनुहुन्छ अथवा चाहिँ सिंह धनु राशिका व्यक्ति हुनुहुन्छ, अब आउने यो शनिको 7.5को प्रभावले गर्दाखेरि तपाईँको विशेष गरी तपाईँको काम गर्ने क्षेत्रमा अलिकति तपाईँ आफूभन्दा चाहिँ जुनियरहरूसँग चाहिँ कुराहरू जुत्ने बाजिने खालको अवस्थाहरू आउन सक्छ। किन शनि ग्रहको हाई एनर्जी मिलिरहेको अवस्था हुन्छ। त्यसै पनि शनि ग्रह अब हाई एनर्जी मिल्दाखेरि शनि ग्रह नेगेटिभ छ, कमजोर छ भने त उसले के गरिदिने भयो, आफ्नो काममा अझ काम गर्ने क्षेत्रमा आफूभन्दा जुनियर व्यक्तिसँग, आफ्नो अन्डरमा काम गर्ने व्यक्तिहरूसँग के हुने कुराहरू बाजिने जुझ्ने त्यस्तो खालको अवस्था आउन सक्छ। कदापि तपाईँको यदि शनि ग्रहको प्रभाव चलिरहेको अवस्था छ भने आफ्नो अन्डरमा काम गर्ने व्यक्तिहरूलाई सम्मान गर्नु। फेरि सम्मान गर्नु भन्नको मतलब एकदमै ठुलो दर्जामा उसको योग्यता अनुसार सम्मान गर्नुपर्छ। त्यो भइसकेपछि त्यसै पनि फेरि त्यहाँबाट पनि के हुन्छ, शनि ग्रह चाहिँ बलियो बन्दै जान्छ अथवा शनि ग्रहको नकारात्मक फल चाहिँ त्यहाँबाट पनि मेन्टेन हुँदै जान्छ। हो त। अब शनिलाई यसै पनि दास भनेर चिनिन्छ नि त, किन भन्दा सेवक होइन, दास सेवक अथवा चाहिँ त्यो दास सेवक भनेको चाहिँ कस्तो हो त भन्दाखेरि अब एउटा कम्पनीमा कामदारहरू जति त सबै सेवक नै हो नि त होइन। त्यो कम्पनीलाई राम्रो बनाउनलाई सेवा गरिरहेछ नि त। भनेपछि त्यो कम्पनीको मालिकले कम्पनीका कर्मचारीहरूलाई चाहिँ अलिकति थिचोमिचो गर्ने अन्याय गर्यो भने त्यो कम्पनीको मालिकलाई अब यही शनिको अडैया 7.5मा त्यसको सजाय भोग्नुपर्छ। अथवा चाहिँ कुनै एउटा सिनियर कर्मचारीले आफूभन्दा जुनियर कर्मचारीलाई चाहिँ केही नराम्रो व्यवहार गर्दछ, अलिकति हेप्ने गाली गलौज गर्ने गर्छ भने त्यस्तो अवस्थामा चाहिँ के छ त भन्दाखेरि त्यो व्यक्तिलाई चाहिँ शनिको नराम्रो प्रभाव सुरु हुन्छ। भनेपछि त शनि भनेको त्यसरी हेर्दाखेरि चाहिँ आफूभन्दा कमजोर वर्ग, आफूभन्दा अशक्त वर्ग, आफूभन्दा निमुखा वर्ग भनौँ न, हामीले घरमा अथवा कार्यालयमा सेवा गर्न राखेका कर्मचारी किन नहोस्, अथवा चाहिँ कोही सुसारे किन नहोस्, कोही वृद्ध किन नहोस्, कोही अन्धा अपाङ्ग शारीरिक अशक्त व्यक्ति किन नहोस्, यी सबै व्यक्ति भनेको चाहिँ शनिकै कारक हुन्। भने ती व्यक्तिहरूलाई चाहिँ हजुरले भने जस्तो उहाँहरूको दर्जा अनुसार, उहाँको आवश्यकता अनुसारको उहाँहरूलाई जति दिनुपर्ने एउटा मान सम्मान इज्जत दिएर राख्यो भने त्यस्तो अवस्थामा पनि शनि कमजोर हुन पाउँदैन। भनेपछि त्यति गर्ने बित्तिकै पनि शनि आफसे आफ त राम्रो भइरहँदो रहेछ नि त। ओहो, त्यसपछि गएर अरू जस्तो अब हामीले हजुर सबैले थाहा भइरहेको कुरा हो। जस्तो शनिबारको दिनमा पिप्पलको रुखमा हजुरले जल चढाउनाले, विशेष गरी तामाको भाँडामा जल लिएर सूर्य उदाउँदो समयमा गएर तपाईँले चाहिँ पिपलको रुखमा जल चढाउनु भयो भने, शनिबारको दिनमा देवीको दर्शन गर्नुभयो अथवा चाहिँ शनिदेवको दर्शन गर्नुभयो भने त्यहाँबाट पनि शनि ग्रह चाहिँ बलियो हुँदै जान्छ। यी उपायहरूलाई पनि तपाईँले चाहिँ फलो गर्नुहोला, यसले पनि अप्रत्यक्ष रूपमा तपाईँलाई लाभ दिइरहेको हुन्छ। हो। अब त्यस्तै शनिका विभिन्न मन्त्रहरू छन् होइन। जस्तै शनिको तान्त्रिक मन्त्रमा ओम सम शनिश्चराय नमः, यो मन्त्र हजुरले आफैले पनि जप्न सक्नुहुन्छ। विशेष गरेर शनिबारको दिनमा र पिपलकै फेदमा बसेर जप्न सक्नुहुन्छ। त्यस्तै वैदिक मन्त्रको रूपमा सन्नो देवी रविष्टय आपो भवन्तु पीतये सन्नो रविश्रवन्तु न, यो मन्त्र पनि जप्न सक्नुहुन्छ। त्यस्तै शनिको बीज मन्त्र छ ओम प्राम प्रेम प्रम सह शनिश्चराय नमः, यो मन्त्र पनि यहाँले जप्न सक्नुहुन्छ। यसै गरेर मन्त्र जप गर्दाखेरि त्यो मन्त्रको पोजिटिभ भाइब्स हामीलाई यो एउटा युनिभर्सबाट, अन्तरिक्षबाट हामीभित्र आउँछ। त्यसकारण त्यो मन्त्र जपबाट पनि यहाँले आफ्नो शनिलाई शान्त गर्न सक्नुहुनेछ। एकदमै। अब गुरु हामी लगभग कार्यक्रमको अन्तिम क्षणमा आइसकेका छौँ।
सदा चाहिँ हामीले चाहिँ यस हाम्रो ज्योतिष विज्ञान कार्यक्रमबाट दर्शकहरूका प्रश्न, गुनासो, जिज्ञासाहरू लिने गरेका छौँ। आजको लागि हाम्रो दर्शकहरूबाट के कस्ता प्रश्न, जिज्ञासाहरू चाहिँ आएका छन् त गुरु? हजुर, हाम्रो आजको जिज्ञासा भनेको हाम्रो अस्ट्रेलिया निवासी सरोज पन्त हुनुहुन्छ। उहाँले हाम्रो विगतको कार्यक्रम हेरिरहनु हुँदो रहेछ। अब अहिले नेट टिभीबाट जहाँबाट जसरी पनि हेर्न मिल्ने भएको हुनाले, यो सुविधा भएको हुनाले यो सुविधा उहाँले लिएर पन्तजीले एउटा प्रश्न राख्नु भएको छ। उहाँले के भन्नुभएको छ त भन्दाखेरि हाम्रो प्रेम विवाह र मागी विवाहको कुरालाई लिएर उहाँ अस्ट्रेलियामै हुनुहुँदो रहेछ र उहाँको चाहिँ प्रेम पनि परिरहेको रहेछ र त्यो प्रेमलाई नै विवाहमा परिणत गर्न खोज्दै हुनुहुँदो रहेछ। तर उहाँको परिवारले चाहिँ प्रेम विवाह गर्न नदिने अथवा चाहिँ असहमति जनाएर होइन मागी विवाह नै गर्नुपर्छ भनेर भनिरहनु भएको छ। अनि गुरु, मेरो कुण्डलीमा हजुरले भने जस्तै प्रेम विवाहकै योग छ। मैले अरू गुरुहरूलाई देखाउँदा पनि प्रेम विवाह नै भन्नुहुन्छ, तर मेरो परिवारले प्रेम विवाह नगराइदिने भन्नुहुन्छ। अनि हजुरले भनेको कुरो त बुझिएन नि, प्रश्न पारिदिनु होला भन्नुभएको छ गुरु। हो, जस्तो कतिपय अवस्थामा त्यो बनेको हुन्छ। अधिकांश कुण्डलीमा उसको प्रेम विवाहको योग बनेको हुन्छ र प्रेम विवाह भनेको एक किसिमले अलिकति चाहिँ असामान्य विवाहको रूपमा पनि लिन सकिन्छ। अब कतिपय अवस्थामा तपाईँको कुण्डलीमा प्रेम विवाहको योग बनेको छ, तर त्यहाँ तपाईँको घर परिवारसँग चाहिँ अलिकति चाहिँ विपरीत गएर विवाह गर्नुपर्ने खालको योग पनि बने आउन सक्छ। त्यो हुँदाखेरि प्रेम विवाह मात्रै नहेर्नुहोस् अथवा पञ्चम स्थानको ग्रहको अवस्था मात्रै नहेर्नुहोस्, तपाईँले नवम स्थानको ग्रहको अवस्था पनि हेर्नुहोस्, चतुर्थ स्थानको ग्रहको अवस्था पनि हेर्नुहोस्। त्यसबाट तपाईँको प्रश्नको, जिज्ञासाको समाधान निस्किन्छ अथवा योग्य ज्योतिषलाई एकचोटि राम्रोसँग आफ्नो चिना चाहिँ विश्लेषण गर्न लगाउनु होला पन्तजी। अब गुरु, अब हामीले सदा चाहिँ यस कार्यक्रममा अन्तिममा गएर चाहिँ हाम्रो दर्शकहरूलाई चाहिँ एउटा टिप्स दिने गरेका छौँ। आजको यस कार्यक्रममा हाम्रा दर्शकहरूलाई हजुरले के कस्तो टिप्स दिन चाहिँ आँटिरहनु भएको छ त गुरु? हजुर, धन्यवाद। दर्शकबिन, तपाईँहरूलाई हामीले कार्यक्रममा जाँदा जाँदै एउटा टिप्स दिएर जाने गरेका छौँ। त्यो टिप्समा आज पनि हामी वास्तु टिप्स नै दिनेछौँ यहाँलाई। किन भन्दा वास्तु भनेको हाम्रो शरीरसँग जोडिएको र हाम्रा हरेक क्रियाकलापसँग जोडिएको हुनाले र वास्तुमा पनि सबभन्दा महत्त्वपूर्ण भनेको गृह वास्तु नै मानिन्छ। किन भन्दा हाम्रो दिनको सुरुवातदेखि लिएर दिनको अन्त्यसम्म सबै घरबाटै हुन्छ। त्यसकारण अब घर मुलीले कुन दिशामा आफ्नो मूल एउटा शयन कक्ष बनाउने भन्ने कुरालाई आज म यहाँ बताउन गइरहेको छु। घरको नैऋत्य दिशाको कोठालाई घरको मुलीले आफ्नो शयन कक्षको रूपमा बनाउने र घर मुलीले सदा सर्वदा दक्षिण सिरानी गरेर सुत्ने र यदि कथम कदाचित दक्षिण सिरानी गरेर सुत्न मिलेन भनेको खण्डमा त्यस्तो अवस्थामा पूर्व सिरानी गर्ने। यस्तो गर्दाखेरि त्यो घरमा समृद्धि आउँछ। घरका मुलीहरूलाई घरका अरू परिवारका सदस्यहरूले कहिले पनि एक किसिमले भन्नुपर्दाखेरि त्यो आदर सम्मानमा कमी कहिले पनि नहुने हुन्छ र त्यो घरको सधैँ श्री वृद्धि भइरहन्छ भनेर वास्तुशास्त्रमा भनिएको छ। एकदमै महत्त्वपूर्ण चाहिँ वास्तु टिप्स दिनुभएको छ गुरु। हजुरलाई पनि धेरै धेरै धन्यवाद। दर्शकबिन, हजुरहरूलाई हाम्रो यस ज्योतिष विज्ञान कार्यक्रम कस्तो लाग्छ अथवा तपाईँलाई अझै पनि केही अलिकति चाहिँ विशेष ढङ्गले हाम्रो कार्यक्रम अगाडि बढोस् भन्ने इच्छा राख्नुभएको छ भने हामीले यस कार्यक्रमलाई अझै राम्रोसँग प्रस्तुत गर्नका लागि के कस्तो सुधारहरू गर्नुपर्नेछ अथवा तपाईँका ज्योतिषीय हिसाबले ज्योतिष शास्त्रसँग कुनै पनि प्रश्न जिज्ञासाहरू छन् भने क्रमिक रूपमा तपाईँका प्रश्न जिज्ञासाहरू राख्दै गर्नुहोला। हामी क्रमिक रूपमा तपाईँहरू सबैजनाको प्रश्न जिज्ञासा यस कार्यक्रममा समेट्नेछौँ। त्यस कारणले गर्दा अब अर्को कार्यक्रमसम्मको लागि हामी दुवैजनालाई बिदा दिनुहोला। हस्त, नमस्ते। नमस्ते।